Hello guys, welcome and welcome back to my channel again. सबैजनालाई स्वागत छ मेरो अर्को न्यू डे न्यू भिडियोमा र आज चाहिँ स्पेशल दिन 2081 सालको फर्स्ट डे। सबैजनालाई ह्यापी न्यू इयर भन्दै म आजको भिडियो चाहिँ स्टार्ट गरिरहेको छु र म चाहिँ अहिले रेडी भएर कहाँ जानु आँटेको भन्दाखेरि म चाहिँ अहिले साथीको रुमतिर जानु लागेको छु र जाँदै पनि छु। म यहाँ हेर्नु सक्नुहुन्छ तपाईहरुले आज चाहिँ ड्युटी गएको थिएँ नि त, बिहानै ड्युटी गएको, तर ड्युटी चाहिँ छुट्टी भयो मेरो। किन भन्दा आज काम ज्यादा नचलेकोले गर्दाखेरि त्यति काम भएन, अनि आधा मान्छेलाई चाहिँ काम लगाएर आधा चाहिँ छुट्टी दियो। अनि त्यो भएर म अनि मेरो साथीहरू धेरैजना चाहिँ वापस आयौँ रुमतिर। अनि अहिले चाहिँ रेडी भएर चाहिँ म चाहिँ साथीको रुमतिर जाँदैछु। ल हेर्दै गर्नुहोस्, म साथीसँगै भेटाउँछु तपाईहरुसँग। साथीहरू यस्तो घाम लागेछ नि, यस्तो घाम लागेछ, हेर्न सक्नुहुन्छ। घाम यस्तो लागेछ भगवान। म त आधी रास्तासम्म गाडीमा आएँ, अनि त्यसपछि उसले भन्यो कि हिँड्दै हिँड्दै आऊ, म लिनु आउँछु आधा रास्तासम्म भनेर गएको। अरे यतिको टाउको फुट्नु आँटी लागिसक्यो। यस्तो छ यहाँ चाहिँ। पर आइसकेछ मलाई लिनुको लागि। म चाहिँ यस्तो हालतमा जाँदैछु, हेर्दै गर्नुहोस् तपाईहरु। यस्तो गर्मी छ नि, पुरा कटकट टाउको खाला। हेर्दै गर्नुहोस् साथीहरु, मेरो चाहिँ न्यू इयर यस्तै भइरहेछ ल। ऊ त्यहाँ चाहिँ मेरो साथी आउँदैछ कुर्ता लगाएर चाहिँ। सो साथीहरु, म चाहिँ अहिले मेरो साथीलाई भेटिसकेको छु र मेरो साथी चाहिँ उही हो। हाय फ्रेंड्स, कैसे आप सब? आई होप कि आप सब बहुत अच्छे होंगे। फ्रेंड्स, तो मुझे नेपाली नहीं आता तो मैं हिंदी में बोल रही हूँ। तो ये हमारी दोस्त है और मुझे बहुत अच्छा लगा आज उनके साथ में हो, क्योंकि बहुत दिन बाद हम लोग मिले हैं। तो हिंदी से बोल्न आ जाता यार। सरी सबैजनालाई, मलाई चाहिँ उसँग भएकोले गर्दाखेरि हिन्दीबाटै बोल्नु आइरहेको छ, त्यही भएर सबैजनाले माफ गरिदिनु होला भन्दै म आज तपाईहरुलाई सबै भिडियोहरु शेयर गर्दै जान्छु र हेर्दै जानु होला। एकछिनमा भेटौँ है त साथीहरु। अहिले चाहिँ यति पानी परिरहेछ, हेर्नु न। यहाँ आज साथीसँग भेट्नुलाई आएको रे, यति पानी परिरहेछ। कस्तो दिन भएर मरेको आज त। गाडी आयो, मेरो साथी चाहिँ उता फोन लिनुको लागि गएको छ, वेट गरिरहेको छु, आयो। अहिले चाहिँ हामी म्यागी लिनु जाँदैछौँ दोकानमा। यसो बस्दा बस्दाखेरि अल्छी लाग्यो, त्यही भएर। यता पनि भ्लगर, यता पनि भ्लगर गर्नु चाहिँ भने केही छैन हैन। किन जा रहे हम जा रहे हैं मैगी खरीदने दुकान से। तो हम जा रहे हैं अभी मैगी खरीदने के लिए। Oh my God, मेरा तो अहिले चाहिँ मौसम यस्तो भइरहेछ यहाँनिर। यतातिर यहाँ मेरो साथी बसेकोतिर चाहिँ आज यहाँ चाहिँ फर्स्ट टाइम म घुमिरहेको छु र एकदम राम्रो लाग्यो जग्गा त। अनि त्यही हो साथीहरु, मान्छेहरू पनि आइरहेको छ। सो साथीहरु, अहिले चाहिँ हामीले मैगी पनि लिएर यहाँ खानु लागेको छौँ। उसले चाहिँ एकदम मजाले पकाएर दिन्छ। आइए आप सब भी खाने, बहुत अच्छा लग रहा है, टेस्ट बहुत अच्छा है। अभी मैं भी टेस्ट करूँगी। ल म पनि खान्छु ल साथीहरु। हेर्नुहोस् कति राम्रो देखिरहेछ हेर्नुमा चाहिँ। साथीहरु, अब चाहिँ म रुम जाने टाइम भयो। अनि उसले चाहिँ भनिरहेछ रोक रोक एकछिनमा पुऱ्याइदिन्छु भनेर, तर म चाहिँ भन्दैछु म चाहिँ जान्छु, मेरो काम छ रुममा भनेर। धेरै बेर बसेर पनि अरूको रुममा राम्रो हुँदैन नि त, त्यही भएर अब फिर मिलेंगे नेक्स्ट टाइम। जा रही है, मुझे बहुत खराब लग रहा है। मैं बोल रही हूँ रुक जाओ, बस रुक लग रही है। फिर मिलते हैं ना नेक्स्ट टाइम। जब हम लोग दोनों साथ में तो बहुत अच्छा लग रहा था, बहुत ज़्यादा इंजॉय किए हैं। अब तो अकेले रहना पड़ेगा। ठीक है, अभी गाड़ी मिलेगा तो चला जाऊंगी मैं। साथीहरु, म चाहिँ घुरिसकेँ। अब यहाँ रास्ता पार हुनुको लागि सबैजनालाई बाइ बाइ भन्नु चाहन्छु। यही रास्ता खाली भयो, म चाहिँ कुद्छु अब यहाँदेखि ल।
रमाइलो रास्ता पनि पार भएँ म चाहिँ। अब जान्छु म आफ्नै रुमतिर। सो सबैजनालाई बाई बाई। अहिलेसम्म हेरेर साथ दिनुभयो होला त्यसको लागि सबैलाई बाई बाई भन्न चाहन्छु। बाई बाई।